नमस्कार साथीहरू, स्वागत छ इन्फर्मेसन एचडी च्यानलमा। र आजको ठुलो क्रिकेट अपडेटमा नेपालले अमेरिका विरुद्ध शानदार जित निकाल्दै आइसिसी क्रिकेट वर्ल्ड कप लिग 2 मा ऐतिहासिक प्रदर्शन गरेको छ। र त्रिभुवन इन्टरनेसनल क्रिकेट मैदानमा भएको खेलमा नेपालले पहिलो ब्याटिङ गर्दै 317 रन बनाएको विशाल स्कोर बनाएको छ। नेपालका ब्याट्सम्यानहरूले सुरुदेखि नै आक्रामक खेल प्रदर्शन गर्दै राम्रो पार्टनरसिप चौका र छक्काको युएसएमाथि लगातार दबाव बनाइरहेको थियो। नेपालले 317 रनमा 8 विकेट गुमाएको थियो भने त्यसै गरी 318 रनको लक्ष्य पछ्याउँदै अमेरिका टोली बलरमाथि टिक्नै सकेन र 195 अल आउट भयो अमेरिका। नेपालले यो खेल 122 रनले जित्दै समर्थकहरूलाई खुसी बनाएको छ। यो जित वर्ल्ड कप क्वालिफायर यात्राका लागि निकै महत्त्वपूर्ण मानिएको छ। खेलका दौरान केही विवादास्पद अम्पायर डिसिजन पनि देखियो, जहाँ कप्तान रोहित पौडेल असन्तुष्टि देखिएको थियो। नेपालको प्रदर्शनले क्रिकेट समर्थकहरू निकै उत्साहित भएका छन् र तपाईलाई नेपालको प्रदर्शन कस्तो लाग्यो कमेन्ट गरेर भन्नुहोला। भिडियो मन परे लाइक, शेयर र च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। हस्, धन्यवाद।